सम्पूर्ण मण्डली पढेर जय मसीह। आजको बाइबल पठनमा चाहिँ उत्पत्तिको पढ्छु म 16 मा। तब कैयन परमप्रभुको उपस्थितिबाट निस्केर अदनको पूर्वपट्टि भएको नोद भन्ने देशमा बस्न लागे। 17 मा अनि आफ्नै स्वास्नीसित कैयनको सहवास भयो र गर्भवती भएर तिनले हनोकलाई जन्माइन्। कैयनले एउटा सहर बनाएर आफ्नो छोराको नाउँमा त्यस सहरको नाउँ पनि हनोक राखे। 18 मा अनि हनोकबाट इरादको जन्म भयो, इरादबाट महुयलको जन्म भयो, महुयलबाट मतुसेलको जन्म भयो, मतुसेलबाट लेमेकको जन्म भयो। 19 मा लेमेकले दुईवटी स्वास्नी ल्याए, एउटाको नाउँ आदा र अर्कीकी सिला थियो। आदाले याबाललाई जन्माइन्। तिनी पलासमा बस्नेहरू र पशुपाल्नेहरूको पित्र थिए। तिनको भाइको नाउँ युबेल हो। तिनी चाहिँ वीणा र बाँसुरी बजाउने सबैका पित्र थिए। 22 मा सिलले तबुल कैयनलाई जन्माइन्। तिनी सबै पित्तल र फलामका हतियारहरू बनाउँथे। तबुल कैयनको बहिनी नामा थिइन्। लेमेकले आफ्नो स्वास्नीलाई भने, ए आदा र सिल्ला, मेरा कुरा सुन। ए लेमेकका स्वास्नी हो, मैले भनेको कुरामा ध्यान दिएर सुन, किनभने मलाई चोट लाउने मानिसहरूलाई मैले सरापेको मारेको छु। मलाई घाइते बनाउनेको जवान मानिसलाई यदि कैयनको बदला 7 गुणा लिइस् भने लेमेकको चाहिँ 70 गुणा लिनेछ। 25 मा फेरि आफ्नै स्वास्नीसित आदमको सहवास भयो र तिनले एउटा छोरो जन्माइन् औ तिनको नाउँ यसो भनेर सेत राखियो। परमेश्वरले मेरो निम्ति कैयनले मारेको हबिलको सट्टामा एउटा अर्को बालक युक्ति गर्नुभयो। सेतेको पनि एउटा छोरो भयो औ तिनले तिनको नाम एसोम राखे। त्यस समयदेखि मानिसले परमप्रभुको नाउँ पुकारा गर्न सुरु गरे।